आजको हाम्रो खाना रहेको छ एकदम युनिक स्टाइलमा बनाएको सब्जी छ। म खाँदै गर्दा भन्छु अब चाहिँ हामी खाना रेडी गर्यौं है। ल सुरु गर्नुस् हजुरहरुले। 3 घण्टा लाएर बनाएको यो सब्जी मजाले तपाईले 7 मिनेटमै पचाइदिनु। अब यो खतरा तरिकाले यो चाहिँ यो हड्डी र मासु मिक्स छ यसमा हैन। यसबाट चाहिँ फलमासु निकालेर सानो सानो पिस काटेर हिजो राती मासको दाल भिजाएर राखेको थियौं हामीले। मासको दालमा प्याज, हरियो खुर्सानी, यो सानो सानो मासुको पिस काटेर मिलाएर 2 चम्चा मैदा मिलाएर यो मासको दाल चाहिँ मिक्सीमा घोलेर हैन, मिक्सीमा पिसेर पुरै पकौडा बनाएर त्यो पकौडाबाट तयार पारेको यो सब्जी हो। यो सब्जी चाहिँ त्यो पकौडाबाट तयार पारेको सब्जी हो। अनि ग्रेभी बनाएर त्यो पकौडालाई सब्जीसँग मिलाएर अनि यसरी बनाएको यो सब्जीसँग आजको हाम्रो दिउँसोको खाना रहेको छ। र यो पकौडाको सब्जी बनाएको भिडियो चाहिँ पहिला आउँछ। यो अहिले खाँदै गरेको खानाको भिडियो चाहिँ पछि आउँछ। पहिला यो भिडियो हेर्न पाउनुहुनेछ हजुरहरुले, त्यसपछि चाहिँ अनि यो खाना खाएको भिडियो हेर्न पाउनुहुन्छ हजुरहरुले है। ल सुरु गरौँ है त। अब यो मैले पकाएको सब्जी हो, मैले नै मिठो छ भन्नु मिल्दैन हैन। आफ्नो तारिफ आफैले गर्दा राम्रो हुँदैन। यहाँ साइड साइडमा बस्नु भयो नि कस्तो छ उहाँहरुले, यो सब्जी कस्तो छ उहाँहरुले भन्दा हुन्छ। धेरै राम्रो हो। यो सब्जी आज बनाउनुको कारण चाहिँ के हो भन्नुहुन्छ भने अब सधैँ मासु दाल सब्जी खाइरहन्छ हैन। अनि आज चाहिँ केही नौलो खाम न त भनेर बन्दाकोपी मासुको दाल मिक्सीमा पिसेर हैन यो तरिकाले सानो सानो पिसमा मासु काटेर यसमा मिलाएर पकौडा बनाएर यो तरिकाले खाउँ भनेर आज चाहिँ त्यही भएर नौलो तरिकाले आज हामीले खाना खाँदैछौँ है। मैले त अघि पकौडा पनि पकाउँदै हामी 3 जनाले ट्राई गरेको एकदमै टेस्ट भएको थियो र यो सब्जी झनै टेस्ट छ हैन।
सब्जी पुग्छ। खान्छ लानु भयो थोड़ा दे। खत्म। होइन जहाँ पानीको अभाव हुन्छ त्यहाँ त माग्नु पर्दैन, यसरी खाना खाइन्छ। मैले त खाना खाइसकेँ है। अब तपाईहरु चाहिँ सकेर मात्र उठ्नु होला। म चाहिँ उठेँ है। खाना सक्नु हजुरहरुले? सक्नु भयो? ओहो, तपाईहरुले सक्नु भएको है? बाफ रे, ओहो। ल हजुरहरुले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो होला भन्ने मलाई लागेको छ आशा। र भिडियो यहीँसम्म, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई एन्ड नमस्ते।